तिमीलाई यो घोर माया गर्नुको प्रतिफल मैले त धेरै चाहन्थेँ। मैले सोचेको थिएँ तिमी मेरै हो भनेर, तर तिमीले मसँग मायाको नाटक गरेर मलाई घुमाउन्जेल घुमाएर अहिले मलाई छोडेर धेरै टाढा हुँदैछौ माया, धेरै टाढा। ठिकै छ, तिमी आजभोलि सन्चै छौ रे भन्ने सुनेको छु, तिमी खुसी छौ रे भन्ने सुनेको छु। सधैँभरि यसरी नै खुसी हुनु मलाई जे जस्तो आफत आइपरे पनि, जस्ता बाधा अर्जन आइपरे पनि आफ्ना बाधा अर्जनलाई म यही आफ्नो मनमुटुभित्रै गुम्स्याएर राख्नेछु। सानो तिमी बिनाको जिन्दगी सोच्न नसक्ने म उही तिम्रो अभागी मान्छे, तिमीदेखि धेरै टाढा हुँदैछु। अब चाहेर पनि मलाई खोज्ने कोसिस नगर्नु। ओके बाई, गुड नाइट। गाउनु गा बोल न बोल कन्टिन्यू बोल्दिनँ म अलि बाई बाई, गुड नाइट। राति म बाउलाई भन्न कसैले यस्तो राम्रो मान्छे यार, छिटो यति राम्रो गर्छ बाँकी कुरा भोलि गरौँला। तिमी त मलाई त निशब्द जस्तो लाग्यो अहिले त फेरि पुरा तिमी के हो नाम त चेन्ज गरेको त होइन? कसैको मनमुटु नै फेरि तपाईँहरूलाई निशब्द लाग्ला भनेर म त पुरै नभनेको होइन। म पुरै अब तपाईँहरूलाई निशब्द लाग्ला किन रातिमा सुत्ने बेला त्यस्तो गरौँ भनेर मात्रै हो। राति भएर त्यस्तो किन गराउने हो र? तिमी गीत तिमी भन्दै गाउन बहुत राम्रो। मलाई जस्तो मैले भनेको थिएँ नि त्यस्तै मलाई ठ्याक ठ्याक भइरहेको थियो। ल छिटो त्यो कन्टिन्यू गर् त्यहीँबाट। बडा मस्त गायो, मस्त। ए तपाईँको जिन्दगीमा त्यस्तै भयो हो? ए तपाईँको जिन्दगीमा त्यस्तो परेको? ल छिटो भर्खरै त्यो पनि आला घावै छ क्या, त्यही भएर कहाँ गयो मान्छे? घाउ दुःख लाग्यो? दुख्दैन, मलाई बहुत राम्रो लाग्यो क्या। प्लिज फोन गर त गर। तिमीले मेरो प्रोफाइल हेर्न क्या? तिमी मेरो प्रोफाइलमा भिडियोहरू नहेरेर आएको मान्छे रहेछ, मलाई थाहा पाइहाल्यो। को तिमीले क्या के नगरेर आएको मान्छे रे? भिडियो नहेरेर आएको रहेछ, तिमी थाहा पायो मैले भनेको। त्यो हेरेर एकचोटि आऊ त, ल एकैचोटि हेर त, फुर्क लगाएर त्यहीँ भित्रैबाट मेरो प्रोफाइलमा भिडियो हेरेर अनि ठ्याक्कै त्यस्तै गरी ल पाचन गर त। हेरिहाल्छु नि, हेरिहाल्छु। भयो भयो ल भनिहाल। हेरिसक्यो। ल के भन्ने? तपाईँको बारेमा भन्ने? ल तपाईँको जिन्दगीको बारेमा भन्ने? ल है, म तपाईँको जिन्दगीको बारेमा भनिहाल्छु नि। अब नामै नलिएर होइन? नाम नलिएर। सानो सुन न, सुन न, तिमी र म पहिले कति धेरै नजिकका थियौँ है, कति धेरै नजिकका थियौँ, नजिकै भएको थियो। तिमीसँग म जुन दिन भेट भएको थिएँ नि, तिमीलाई मैले जुन तिम्रो तस्बिर देखेको थिएँ नि त, त्यतिखेर मैले तिमीलाई एउटा फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ। तिमीलाई मैले फ्रेन्ड रिक्वेस्ट पठाउँदा तिमीले रिसिभ गरिहाल्यौ है। अनि त्यसपछि मैले हिलो हाई गरेर बोलाउँदा तिमी पनि बोलिहाल्यौ। अनि बिस्तारै बिस्तारै बोल्दा तिम्रो र मेरो माया बस्न थाल्यो। अनि बिस्तारै बिस्तारै तिम्रो र मेरो माया बस्न थाल्यो। त्यसपछि मैले तिमीलाई धेरै मन पराउन थालेँ। पहिले त चाहन्थेँ, तिम्रो व्यवहार पनि मलाई धेरै सुन्दरता लाग्थ्यो, तिम्रो मुहार पनि मलाई धेरै सुन्दरता लाग्थ्यो।
जत्तिकै व्यवहारकी थियो त्यत्तिकै सुन्दर मुहार लाग्थ्यो। तर तिम्रो त्यो व्यवहार भनेको देखावटी व्यवहार रहेछ। किनकि मैले नसोचेको कुरा तिमीलाई मैले आफ्नो बिस्तारै तिमीलाई आफ्नो मनमुटुमा सजाउन थालेँ, तिम्रो मनमुटुमा बसाल्न थालेँ। मैले तिम्रो मनमुटुमा बसाल्दा तिमीले मलाई धेरै मायाको नाटकहरू गर्दै गयौ। तर मैले बुझ्न सकिनँ कि तिमीले मायाको नाटक गरेर बसेकी छौ भनेर। तिमीले मसँग त मायाको नाटक गरेर मात्र बसेकी रहेछ सानो। तर बिचमा मसँग धेरै टाढिनको लागि तिमी मलाई धेरै बहाना गर्दै थियौ। तर पनि खै किन मैले त तिमीलाई आफ्नो मनमुटुभित्र सजाएर राखेको थिएँ नि। त्यसै कारण तिमीसँग म टाढिन चाहिनँ। तर मसँग धेरै बहाना गरी झगडा गरी मसँग टाढिन खोजिरहेकी थियौ। खै तिमी टाढिनको कारण मैले बुझ्न सकेको थिएन। पहिला त्यति मिठा बातहरू हुन्थे, त्यति मिठा कुराहरू हुन्थे, कति आनन्द हुन्थ्यो, कति छुट्टै संसार, आनन्दको संसार जस्तै लाग्थ्यो। तर धेरै लामो समयको अन्तरालपछि तिमीले मलाई सम्झन छोड्यौ। तिमीलाई मैले सम्झँदा तिमीले मसँग झर्केर बोल्न थाल्यौ। मैले चाहन्थेँ कि तिमी झर्के पनि तिमी मेरै हौ। मैले ऊ झर्के पनि मैले उसलाई राम्रोसँग सम्झाएर बुझाएर मैले उसको मनभित्र पसिसकेको मान्छे। म उसलाई धेरै टाढा गराउन चाहदिनँ भनेर धेरै चाहन्थेँ। तर तिमीले मलाई छोडेर जानु रहेछ त मसँग धेरै टाढा भयो है। यदि मलाई छोडेर जानु थियो भने तिमी आखिर तिमी मसँग किन नजिक भयो? किन मसँग के कारणले बदला लिँदैछौ? मसँग बदला लिनु नै थियो भने तिमीले पहिले नै लिनु थियो, पहिले नै भन्नु थियो। तिमीलाई के कुरामा चित्त बुझेको थिएन त्यो कुरा तिमीले पहिले नै भन्नु थियो नि। मलाई यहाँसम्म ल्याएर यो ठाउँमा ल्याएर अहिले मेरो मनमुटु चल्ने गरी र तिमीले लगाएको वचनको घाउ निको नहुने गरी र तिमीले मलाई यति टाढा भयो है, एक्कासी यति टाढा। सानो तिमी मदेखि धेरै टाढा भए पनि तिमी त अझै पनि मेरो मुटुमा बसेकी छेउ नि। तिमीलाई त मैले भुल्न सकेको छैन र तिमीलाई अझै पनि भुल्न सक्दिनँ र मेरो सास रहन्जेल तिमीलाई भुल्ने छैन सानो। तिमी त मेरो नसामा रगतमा बगिरहेको मान्छे, मेरो मुटुभित्र बसेको मान्छे। कसैको रूप देख्छु त कसैलाई हेर्दा तिम्रै रूप देख्छु सानो र कसैको बोली सुन्दा तिम्रै आवाज मेरो कानमा गुन्जिरहन्छ। तर के गर्नु, म त अभागी मान्छे। सायद म गरिब बाबुको छोरो भएर त तिमी मलाई धेरै टाढा गरायौ नि। सुन न, म गरिब भए पनि मैले चोखो माया गरेको थिएँ। तिमीलाई पाल्न सक्ने यो घाँस खाना र लाउनको लागि एउटा टालो त जुटाइदिने थियो होला। झुपडी नै किन नहोस्। हुन त तिमी महलमा रम्न खोजेकी मान्छे हौ नि। तिमीलाई त चाहिन्थ्यो ठुलो महल र पैसा भएको मान्छे, धनै धन भएको मान्छे। तर म जस्तो गरिबको मान्छेको झुपडीमा तिमी त कसरी खुसी हुन्थ्यौ र?
तिम्रो महलमा बसेर 2-4 दिनको त खुसी मिल्ला है, तर त्यो झोपडी नै भए पनि झोपडीभित्र कति माया गुम्सिएको हुन्छ, त्यो झोपडीभित्र बस्दा कति आनन्दको महसुस हुन्छ त्यो तिमीलाई थाहा छैन। हुन त भन्ने गर्थ्यौ नि, म गाउँले हुँ, गाउँमै हुर्केकी, गाउँमै बढेकी चेली हुँ, सफा मनकी छु भनेर। तर मैले सोचेको थिएँ तिमी त साह्रै सफा मनकी छौ भनेर। समय र परिस्थिति अनुसार तिमी परिवर्तन हुँदै गयौ सानो। ठिकै छ, मैले सुनेको छु तिमीले माया गर्ने मान्छे धेरै धनी छ रे, रूपमा पनि धेरै सुन्दरताले भरिएको छ रे। त्यसैले त मलाई छोडेर गएकी। तिमी जहाँ गए पनि, जहाँ रहे तापनि मैले तिमीलाई कहिल्यै भुल्न सक्दिनँ। तिमीलाई मैले कहिल्यै भुल्न सक्दिनँ सानो। तिमीलाई कहिल्यै पनि दुःख नहोस् सानो। जति दुःख कष्ट भए पनि तिम्रा हरेक दुःख, तिम्रा हरेक कष्टहरू मैलाई आइपरून्। तिमीलाई त सधैँ खुसी मिलोस्। तिमी महलमा रमाउँदै गर्नु, म झोपडीमा आफ्ना आँसु पिउँदै बस्ने गर्नेछु र आफ्नो मन जलाउँदै बस्ने गर्नेछु। तर तिमीलाई दुःख भयो भने म अभागीलाई तिमीले कहिल्यै नसम्झे पनि, अन्य दिनमा कहिल्यै नसम्झे पनि, तिमीले अरू दिनमा मलाई भुलेर गए पनि जतिखेर तिमीलाई दुःख पर्छ नि त्यतिखेर सम्झिनु है सानो। तिमीलाई दुःख पर्दा साथ र सबर दिने म छु। तिमीलाई सुख हुँदा तिम्रो साथमा रम्ने रमाउने अरू भए पनि, तिम्रो साथमा तिमी खुसी हुँदा रम्ने रमाउने धेरै भए पनि तिम्रो दुःखमा साथ दिने म छु सानो। तिमीले मलाई कहिल्यै पनि नभुल्नु है, म दुखीलाई तिमीले कहिल्यै पनि नभुल्नु। सरी सानो, तिम्रै यादमा म तडपिँदै बस्नेछु। तिमीले दिएका हरेक फोटाहरू हेर्दै बस्दै गर्नेछु। तिमीसँग सँगै खिचेका फोटाहरू मेरो कोठाभित्र भित्तामा टाँसिएका छन् सानो। त्यो फोटा त देख्ने देखावटी रूप मात्रै हो, त्यो फोटाभन्दा तिम्रो यादहरू मेरो मनमुटुमा झल्किरहेको छ र तिम्रो रूप मेरो आँखाभित्र झल्किरहेको छ। म अरूको रूपमा तिम्रै रूप देखिरहेको छु, तर तिमी त बुझ्न सक्दैनौ सानो। यदि तिमीले बुझ्थ्यौ भने सायद म अभागी, म झोपडीमा बस्ने गरिब बाउको छोराको मर्म बुझ्ने थियो है। तर बुझ्न सकेनौ सानो, तिमीले बुझ्न सकेनौ। ठिकै छ, खुसी हुनु, तिमी सधैँभरि यसरी नै खुसी हुनु। योभन्दा म धेरै बोलिनँ ल, बाई बाई। वाउ वाउ वाउ, बाफ्रे, धेरै धेरै धन्यवाद अर्जुन दाईको रिक्वेस्टमा यतिसम्म भनिदिनु भयो, बहुत खुसी लाग्यो। अर्जुन दाईको कथा व्यथा सुनाइदिनु भयो। अझै भनेर भन्नुभएको छ, सुरुमा परिचय भएको है, चिन्जान भएको होइन, अपरिचित व्यक्तिसँग अपरिचित मान्छेसँग चिन्जान भयो। चिन्जान हुने बेलामा
एकदमै जस्तो विपरीत मान्छे हुन्छ नि, जस्तै तपाईँ अहिले इक्जाम्पलको लागि तपाईँ केटी मान्छे हुनुभयो, एकजना कोही केटा मान्छेसँग भेट हुनुभयो, ऊ केटा मान्छेलाई चाहिँ तपाईँ एकदमै मन पर्यो है, तपाईँप्रति आकर्षित भयो। अब तपाईँ उसँग बिस्तारै 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 तारिँदै हुनुहुन्छ, किनभने उसको गल्ती नभए पनि उसको गल्तीहरू गर्दै हुनुहुन्छ है। ल जाओस् न। ल त वेलकम टु कसैले मन चित्त चाहिँ नदुखाउनु होला है। सबै अब प्रायः जसोको मन नै छुन जान्छ होला, त्यसको लागि सरी भन्न चाहन्छु। हजुरले अब फेरि पनि रिक्वेस्ट गर्नुभयो। यत्रो समयसम्म म कहिले पनि लाइभमा बस्दैन थिएँ है, तर म आज बसेको छु। पहिले 1-2 शब्द वाचन गरेको, उहाँले झन् मेरो प्रशंसा नै गरिदिनु भयो। राम्रो नभए पनि राम्रो मानिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई पनि। र ठिकै छ, म 1-2 शब्द जानी नजानी भए पनि भन्छु हजुरहरूलाई के कस्तो लाग्छ है। केटी नै बनेर गरौँ त्यसको अभिनय। केटा नै भन्छ है, म केटा नै भनेर। हुन्छ तपाईँ स्वर त कुन अब कम्फर्टेबल लाग्छ ल। आफ्नो केटीकै स्वर निकाले पनि अब केटाकै अभिनयबाट गर्छु है, केटाले भनेकै। हस् उहाँको स्वर पनि खतरा छ नि, क्यारिकेचर पनि खतरा गर्नुहुन्छ। पछि गराउँदै हो। मलाई हाँसो लाग्छ कि कतिखेर। ल सुरु। सानो तिमी त खुसी छौ है। आजभोलि तिमीसँग कन्ट्याक्ट बिहान भएको पनि अलि लामो समय भयो। तिमीले आजभोलि खै किन मसँग कन्ट्याक्ट गर्न चाहदिनौ? ल म्युट बसिदिनु होला सबैजना। किन मसँग नजिक हुन चाहँदैनौ? किन? पहिलेको विगतको कुराहरूलाई सम्झ त सानो। तिमीसँग हामी नजिक हुँदा हामी कति खुसी थियौँ है। तिमी एउटा अपरिचित व्यक्ति हौ। खै किन तिमी माथि मेरो आँखा गाडिन गयो। तर मैले तिमीलाई नजिक बनाउनको लागि धेरै प्रयास गरेको थिएँ। तिमीलाई मैले बोलाउँदा तिमीले पनि मसँग राम्रै व्यवहारले बोलेकी थियौ है पहिले। तिमीलाई मैले हरेक कुराहरू गर्दा साँच्चीकै तिमीले मलाई माया गरेकै जस्तो गरेकी थियौ नि त। खै त अहिले त्यो माया, अहिले आएर तिमी मदेखि टाढा हुने बहाना गर्दैछौ। आखिर किन सानो? किन तिमी मदेखि टाढा हुने गर्दैछौ, बहाना गर्दैछौ? मैले त्यस्तो गलत कुनै काम गरेको जस्तो त लाग्दैन र तिमीलाई गलत बोली व्यवहार गरेको जस्तो त लाग्दैन नि। तर पनि तिमीले मेरो मायालाई किन बुझ्दैनौ? आखिरी भन न, तिमी माथि केमा चित्त बुझेको छैनौ? तिमी माथि जुन कुरा चित्त बुझेको छैन नि त्यो कुरा भन न। तिमी भन्दैछौ रे गाउँमा मेरो बारेमा नराम्रो हल्लाहरू सुनाउँदै हिँड्दैछौ रे, मेरो बारेमा नराम्रा कुराहरू काट्दै हिँड्दैछौ रे। सुन त, तिमीले मलाई यति टाढा गराउन चाहन्छौ भने तिमी मदेखि पहिले सुरुवातदेखि नै तिमी मसँग किन नजिक भयौ? किन बहाना गर्यौ कि म तिमी बिना बाँच्न सक्दिनँ भनेर? किन नाटक गरे कि तिमीले?
भन त मैले त सोचेको थिएन नि त तिमी यति विश्वासघाती औल्यौ भनेर। तिमीले यति घात गर्छौ भने मैले त्यो कुराको कल्पना पनि गरेको थिइनँ सानो। तिमीले मलाई मामाथि आखिर घात गरेरै छोड्यौ। होइन, तिम्रो मैले के नै बिगारेको थिएँ र सानो तिमीले मलाई यतिसम्मको चोट र पीडामा डुबायौ। भन त मैले सोचेको थिएँ मेरो लागि संसार तिमी हौ, मेरो लागि जिन्दगी नै तिमी हौ भनेर। अहिले आएर सायद यति मुटुमा छुरा रोपिने गरी तिमीले घात गर्छौ भन्ने सोचेको पनि थिइनँ। बरु सक्थ्यौ भने मैले कुनै गलत गरेको थिएँ भने मलाई केही कुराहरू भन्थ्यौ, अथवा तिमीमाथि चित्त बुझेको थिएन भने बरु मेरो मुटुमा छुरा धसेर जान्थ्यौ। म रेडी थिएँ तिमी मेरो मुटुमा छुरा धस्छौ भने मैले छाती थाप्दिन, तयार थिएँ। तर मन मुटुभित्रबाट कहिल्यै पनि नहट्ने गरी, मेरो मन मुटुभित्रबाट कहिल्यै नहट्ने गरी तिमीले किन यी यादहरूका पलहरू गाबेर गयौ। मलाई त बरु तिमीले मारेको भए, तिमीले बरु मलाई मारिदिएको भए, म मरेको भए, यो संसार छोडेको भए यी यादहरूले त बोल्दैन थियो होला नि। तिमी विश्वासघातीलाई त के थाहा पीडा भनेको के हो, माया भनेको के हो। तिमी विश्वासघातीलाई के थाहा मायाको नाटक गर्दै हिँड्दै दुनियाँ केटाहरूसँग रुमालिँदै हिँड्दै गर्ने तिमी जस्तो घातकीहरूलाई के थाहा मायाले मुटु कति बोल्छ भनेर। हुन त म मर्द हुन मर्दी होइन, भन्छन् भन्ने त मान्छेहरूले पुरुषको आँसु आउँदैन, पुरुषको आँखाबाट आँसु झर्दैन भनेर। के पुरुषको मन नै होइन, के पुरुषको दुख्ने मुटु नै छैन, के पुरुषको आँखामा आँसु लुकेको छ र? हो सानो, कुनै ठाउँमा त पुरुषको कठोरता मन गराउने बाध्यता हुन्छ। तर पुरुषको कठोर मन हुन्छ भन्दैमा सबै ठाउँमा पुरुषको मन कठोर हुन्छ भन्ने नसोच सानो। यो माया भन्ने चिज नै एकदम पापी रहेछ, पापी। जहाँ धनी या गरिब अथवा जस्तो सुकै ठुलो ठुलो जागिरी खाएको मान्छेको पनि यो माया भन्ने चिजले भन्नै छिया छिया पारिदिन्छ। छिया छिया खै यसरी माया भन्ने चिजले त मान्छेको मन छिया छिया पारिदिन्छ। तिमीले त साँच्चीकै माया गरेको भए त तिम्रो मन छिया छिया हुन्थ्यो। तर मेरो आँसुको पात्रोलाई तिम्रो आँसुको पात्रो बनेको छ। मेरो आँसुको मूल्य तिम्रै यादलाई सुकाएर जोग्नु परेको छ। भन्थे नि साथीहरू, पहिले त मलाई डाहा गर्ने साथीहरूले पनि यसको छुटेको भए राम्रो हुन्थ्यो भन्ने सोचेका थिए। तर मेरो शत्रुहरूको सामान्य तिमीले मलाई गिरायौ सानो, गिरायौ। तिमी बिना म यो संसारमा
बाँच्न लायक छैन। मरौँ भने म कायर होइन, मरौँ भने म कायर होइन, बाँचौँ भने यो संसारको लायक छैन। यो हरेक कुरा तिम्रै कारणले म यति ठाउँमा चुक्न परेको छ। म बाहिर हिँड्दाखेरि तिम्रै कारणले म मुख नदेखाउन लायक भएको छु। सानो, तिमीले बदला नै लिनु थियो भने बरु मेरो घाँटी रेटेर मारिदिएको भए हुन्थ्यो। आखिर किन यति चोट दियौ? किन चोट दियौ? यो मायाले त मलाई न त मर्नु न त बाँच्नु गराएको छ। मेरो मन भक्कानिएको छ। हिँड्दा साथीहरूसँग खुसी भएको जस्तै गरेर हिँड्छु। दिनभरि साथीहरूसँग भुले पनि साँझ आफ्नो बेट लिएर आउँछु। यो कोठानेर हेर्छु, मेरो कोठाको चारैतिर तिम्रै तस्बिरहरू टाँसिएको छ। सानो, तिम्रो तस्बिरलाई हेर्छु। तिम्रो तस्बिरलाई हेर्दा साँच्चीकै तिमी मेरो नजिकै वरिपरि आएर बसेको आवाज हुन्छ। सानो, तर तिमी त साह्रै विश्वासघाती रहेछौ नि। अलिकता पनि तिम्रो मन दुखेन? अलिकता पनि तिमीलाई पीडा भएन है? माया कसरी तर्पिएको छु, कसरी छटपटी भइरहेको छु भनेर। हुन त तिमीले मलाई चोखो माया गरेको भए पो तिम्रो मन अलिकता बोल्थ्यो होला। तर तिमी त मलाई मायाको नाटक गरेको मान्छे त पर्यौ। आखिर तिमीलाई किन पीडा पर्थ्यो होला र? किन? ठिकै छ, तिमी जहाँ रहे पनि खुसी रहनु, हाँसिरहनु। तिमी खुसी भए पुग्छ। मैले तिमी मजाले भात मासु खाएर बस। सानो, मिठो मिठो खानेकुरा, मिठो मिठो परिकार गराएर रम्दै अनि रमाउँदै खाऊ। तिमीले खाए पुग्छ। तिम्रै यादमा मैले आँसु पिए पुग्छ। तिम्रै यादमा मैले आँसु पिए पुग्छ। सानो, आँसु। तिमीले त मलाई जस्तै चोट अहिले तिमीले जसलाई आफ्नो बनाएकी छौ, जोसँग नजिक भएकी छौ, जोसँग रम्दै अनि रमाउँदै गरेकी छौ, त्यसलाई नदिनु। सानो, सबैको एउटै मन कहाँ हुन्छ र? सबैले पीडा खोज्न कहाँ सक्छन् र? एउटालाई धोका दिए केही मैले जस्तै आँसु पिएर बाँच्न कहाँ सक्छन् र? कमजोर मन, कमजोर मुटु हुने मान्छे त यही मायामा नै पागल भएर बाँच्न नसके आत्महत्या गरेर मर्छन्। त्यो आत्महत्या गर्नलाई म कायर होइन। बरु मेरो मन मुटु जति छिया भए पनि यो संसार म जीवित रहनेछु। तिमीले दिएका
पीडाहरूलाई यही मनमा सँगाल्दै बस्नेछु। आफ्नो जन्म दिने आमालाई त आफ्नो जन्म दिने आमालाई भन्दा धेरै बढी तिमीलाई माया गरेको थिएँ सानो। तिमीलाई पाएदेखि आफ्नो जन्म दिने आमा बाबा सब देखेको थिएँ। मेरो बुद्धि पनि राम्रो त कहाँ हो र। तिम्रै मायामा पागल भएर आफ्नो आमा बाबालाई बिर्सिए। तिम्रै हरेक खुसी, तिम्रै हरेक चाहनाहरूलाई, तिम्रै हरेक खुसी र तिम्रै हरेक चाहनाहरूलाई मेटाउनको लागि आफ्ना आफ्ना आमा बाबालाई रुवाए। तर यति गरेर पनि तिमीले बुझिनौ है। धेरै धेरै धन्यवाद छ। मेरो सारा खुसी तिमीलाई छ। मेरो सारा दुःख, तिम्रो सारा दुःख मलाई थपियोस्। जति तिमीले घिर नगरे पनि म तिमीलाई सधैँ मेरो मुटुमा नै राखिरहनेछु। तिमीलाई म कहिल्यै भुल्ने छैन सानो। तिमी जसको भए तापनि, जसको सिन्दुर लगाए तापनि, तिमीलाई त्यो मान्छेले जतिसुकै घृणा गरे पनि, दुःख दिए पनि तिमीलाई दुःखमा धेरै साथ दिनेछु। यति कुरा ख्याल राख। तिम्रो लागि सधैँको लागि जीवित हुनेछु। तिमीले मलाई छोडेर गए त के भयो? तिम्रो माया त मेरो मन मुटु, मेरा नसा नसा, रगत रगतमा बगिरहेको छ नि त, होइन? ठिक छ, तिमी जहाँ रहे पनि खुसी रहनु, सुखी रहनु। ल है, योभन्दा म बढी बोल्दिनँ, सरी। एकदमै मिठो, वाउ वाउ, सुपर वाउ। धन्यवाद छ सोनु मगरजी। लाजवाब। डाक्टर साहब धन्यवाद, आइदिनु भयो। वेलकम छ डाक्टर साहब। केही कमेन्टहरू दिइदिनु होला। एउटा मान्छे पनि हुनुहुन्छ तपाईँ है त डाक्टर साहब। त्यस्तै भाइहरू पनि हुनुहुन्छ, सबैजना हुनुहुन्छ। कि म्युट खोलिदिनु होला डाक्टर साहब। हजुर नमस्ते अनि नमस्कार। शब्द प्यारो साङ्गीतिक न्यान नमनको साथै समय र देशअनुसार रात्रिकालीन बसाइको न्यानो मिठाई वादन यतिखेरको बसाइमा निकै नै मिठा आवाजसँग एकदमै आफ्नो मनमा केन्द्रित गरेर सबैको माझमा हाम्रो चाहिँ सोनु मगरजीले मिठो राम्रो प्रस्तुति दिनुभएको थियो। एकदमै उहाँको आवाजलाई मनैदेखि धन्यवाद दिन चाहेँ। मिठो आवाज प्रस्तुत गर्नुभएको थियो। थ्याङ्क यू सो मच है हजुरलाई। अनि हाम्रो अमर सर, सीताजी, सानुमायाजी, अनि टुटेको दिल, टुक्रेको मुटु, प्रकाशजी, सम्पूर्णलाई नमस्ते भन्न चाहन्छु। धन्यवाद सर, नमस्कार। न्यानो माया, मिठो सम्झना यो रात्रिकालीन बसाइको टाइममा तपाईँलाई हामीले एकदमै स्वागत गर्न चाहेको थियो। धेरै धेरै धन्यवाद सोनु म्याम, एकदमै मिठो भाषण गर्नुभएको छ। एकदमै मन छ, यो हार्ट फिल भयो भनौँ न। जस्तो तपाईँको त्यो जुन वाचनहरू छ, जुन वर्डहरू छ, जुन शब्दहरू छ, एकदमै मन छ। थ्याङ्क यू सो मच। रिक्वेस्ट एक्सेप्ट गरिदिनु भयो, धेरै खुसी लाग्यो। त्यस्तै हाम्रो रविन तामाङजी आउनुभएको छ। म नि केही कुरा सुनाउँछु, म नि कुनै वाचनहरू सुनाउँछु, मेरो पनि पीडाहरू त्यस्तै छ भन्नुभएको छ। एकदम उहाँलाई पनि मोस्ट वेलकम भन्दै हुन्छ। के छ दाइ अहिले हाम्रो के कस्तो टाइम छ? नभए धेरै टाइम सुरु गर्नुपर्छ। हस् हुन्छ रविनजी, हजुर सबैलाई नमस्ते है। यो मसँग पनि त्यति धेरै टाइम त छैन। माथि हाम्रो सोनु मगरजीले सुनाइरहँदा कता कता मलाई नै फिलिङ आयो, होइन? सुनाम जस्तो लाग्यो। हजुर एकदमै। हस् हुन्छ, कन्टिन्यू। हजुर सर, सुरु गरिदिनु होला है त। अगाडि बढिदिनु होला प्लिज। एकछिन म ब्याकग्राउन्ड म्युजिक राख्दैछु है त। हजुर, मैले पनि यही सोचिरहेको थिएँ।
अघि सोनुजीलाई म ब्याकग्राउन्ड म्युजिक बजाइदिउँ भन्ने लागिरहेको थियो, फेरि खै कस्तो अनकम्फर्टेबल हुन्छ कि बस भनेर त्यसो है। ठिकै छैन। रविनजी तपाईँको ब्याकग्राउन्ड म्युजिक अलिक 2 भोल्युम सानो कम गर्नु गरिदिनु त। होला। नै म भोल्युम कम गर्नु। मिलाउँदैछु म। हस् हुन्छ। अनि सोनुजी सबैले मिठो वाचन गरिदिनु भयो त हौ तपाईँले डबल पनि च्याप्टर गरिदिनु है होला। सोनुजीले। त्यति वाचन गर्न त आउँदैन, तर पनि हजुरहरूले रियालिटी भनेको कारणले मैले चाहिँ जानी नजानी भए पनि वाचन गरेको है। होइन कहिलेकाहीँ कम गर्नु। फ्री समयमा म आफै गुनगुनाउँथेँ भने म भन्दा पनि धेरै राम्रो वाचन गर्नुभएको सोनु मगरजीले, एकदमै धन्यवाद मलाई त। हट अनि रियालिटी टाइपको एउटा अनि पुरै रियल लाइफमा नै मेल खाएको छ अरे। यति मिठो आवाजमा गाउनुभयो नि उहाँले, वचन गर्नुभयो नि, एकदमै के मनै छोयो मेरो पनि। मैले पनि धेरै शब्द वाचनहरू सुने, तर एउटा रियालिटी पक्रेर अनि एउटा हिँड्ने हुन्छ नि, त्यो मैले पाएको थिएँ। खै एउटा फिल भएर पनि होला है आज, त्यो पनि हुनसक्छ, तर मलाई राम्रो लाग्यो। अझै बोल्नु। धेरै छ। भयो सुरु गरौँ म। तपाईँको ब्याकग्राउन्ड पक्कै पनि रविन सर, हजुरलाई समय हामीले दिइसकेका थियौँ। समयको मध्यनजर गर्दै आफ्नो समय अगाडि निरन्तरता दिनु होला है। ओके सुरु गरे है त। कम गर्नु त। अझ कम गर्ने तपाईँको ब्याकग्राउन्ड थोरै कम गर्नु। अहिले ठिक छ। बस बस बस। अब बोल्नु त। ठिक छ, एकदमै राम्रो छ। ओके सुरु गरौँ म। हस् ओके। हस् हुन्छ। मेरो यो कथा के भन्छ, कथाको शीर्षक छ पर्खाइ पछिको प्रेम पत्र होइन। म अब यसरी सुरु गर्दैछु। लाउड छ, स्पिकर बोली ठुलो छ, अलि एउटा भोल्युम बढाउनु हल्का खालि, ठिक हुन्छ। अहिले ठिक छ। ओके सुरु गरेँ है त। म कयौँ दिनसम्म पर्खेर बसेँ, कतै तिमी फर्केर आउँछौ कि भने। तिमीले त मेरो जिन्दगीबाट यति टाढा गएछौ, सायद तिमीले फर्केर पछाडि हेर्दा पनि मलाई भेट्ने तिम्रा गन्तव्यका सबै पाइलाहरू सबै थकित भइसकेका थिए। तिमी हिँडेको बाटोहरूमा बारम्बार यी आँखाहरू तिम्रै यादमा थकित हुन्थे। रातिको मिठो निन्द्रामा सपनाको सुन्दर संसारमा हराएर तिमीलाई नै भेटेको आभास गर्थे। खुसीले भतभती हुन्थे। तिम्रो काखलाई सिरानी बनाउँदै आकाशमा उदाएका चम्किला तारालाई हेरिरहन्थे। बतासको चिसो सेरोटीले तिम्रा केसरी आँखाको नयनहरूमा चलबलाइरहन्थे। तिम्रो सलको पछ्यौरीमा मेरो नामका बुट्टाहरू भरिरहेका देखिन्थे। खुब लजालु पाराले मलाई बारम्बार जिस्काइरहन्थे। तिम्रो त्यो लजालु मुस्कानसँगै म तिम्रा दिलको मजेरीमा छमछम्ती नाचिरहन्थे। तिम्रा ती कमल हातहरूले मेरो आँखाका परेलु बन्द गर्दै बिहान उदाउने 3 ताराको पछाडिको तारालाई गिन्ती गर्न लगाउँथे। अनुमानमै म 10, 12, 15 भन्थे। माइलु पाराले मेरो कान समाउँदै ल हेर्नु त कति छन् भनेर पिठ्यौँमा मुट्कीले हान्थ्यौ। रातभरि उदाएका सबै तारा छुटिएको देख्दा मलाई भन्ने गर्थ्यौ, यदि हामी पनि यसरी छुटिएपछि के होला भनेर। तिमी पनि कति लाठी छौ है। आज छुटिएका जुन ताराहरू भोलि सबै सँगै भइहाल्छन् नि। हामी पनि त्यस्तै गरौँला। आज छुटिए भोलि सँगै भइहाल्छौ नि। म झस्याङ्ग बिउजिएँ। ठुलो स्वरमा उसको नाम लिँदै कराएँ। हत्तपत्त सिरानी उल्टो बनाएँ। सुनेको थिएँ आफूले देखेको सपना सिरानी उल्टो पारेपछि उसले पनि देख्छ भनेर। तर म त रातभरि सपनामै हराएको रहेछु। बिहान पखको सपना सत्य हुन्छ भन्थे। आज आएर त्यो पनि साबित भएको थाहा भयो। बिहानको मिरमिरे उज्यालोसँगै तिमी र म छुटेको बाटोमा फेरि पर्खेर बसेँ। रातभरि देखेका सपनालाई सम्झिँदै खुब डाको छोडेर रोएँ। कहिलेकाहीँ सबैभन्दा गहिरो प्रेम त्यो हुन्छ जसलाई हामीले संसार देखाउन सक्दैनौँ, किनकि त्यो प्रेम हाम्रो हृदयको सबभन्दा सुरक्षित कुनामा लुकाएर राखिएको हुन्छ। तिमी मेरो लागि त्यो अनमोल स्पर्श हौ जसको उपस्थितिले म भित्रदेखि शान्ति पाउँछु। दूरीले त केही बदलिँदैन, किनकि म तिम्रो सम्झनामा बाँचिरहेको छु। तिमी नजिक छैनौ तर पनि हरेक धड्कनमा तिम्रो नाम गुन्जिरहन्छ।
तिमी मेरो जीवनको त्यो अंश हौ जसले तिमी नहुँदा पनि माया भएको महसुस हुन्छ। प्रेम त सोचेर गरिने रहेनछ, अनायासै मनमा बस्दो रहेछ। तिम्रो मुस्कानसँगै मलाई छोडिदेऊ, तिम्रो मुस्कानसँगै मलाई छोडिदेऊ, तर ती नजरहरू हृदयमा रोइरहन्छन्। प्रेम त आत्माबाट निस्किएको पवित्र स्पर्श हो जहाँ स्वार्थ हराउँछ अनि सम्झना बाँकी रहन्छ। तिम्रो अभावले मन पोल्छ, तिम्रो अभावले मन पोल्छ र पो म तिम्रो यादमा हराउँछु। हेर न कति धेरै माया गर्छु म तिमीलाई, त हेर न कति धेरै माया गर्छु म, तर बोलचाल छैन, केवल सम्झनाहरू मात्र बाँकी छन्। अझ पनि तिमी मनको कुनामा बसेको छौ जहाँ तिमीलाई निकाल्ने साहस मसँग छैन। कहिलेकाहीँ लाग्छ भाग्यले साथ दिएको भए सायद तिमी र म आज पनि सँगै हुन्थ्यौँ होला। तर अब सबै कुरा सम्झनामा मात्र सीमित छन्। शब्दहरू निस्किँदैनन्, आँसु मात्र यी आँखाबाट झरिरहन्छन्। तिमी त मेरो जीवनको अधुरो अध्याय हौ जसलाई बन्द गर्न खोजे पनि मनले मान्दैन। प्रेमको खुसी भन्दा पनि दुःख र पीडाहरू धेरै छन्, किनकि तिमी साथमा छैनौ, केवल तिम्रा यादहरू मात्र साथमा छन्। माया तर अझै पनि अथाह गर्छु तिमीलाई, सास जस्तै, सपना जस्तै, तर अब देखाउने छैन। नदेखाएको माया कमजोर होला, तर म मोहन भएर बस्नेछु। दूरीले तिमी मबाट टाढा भए पनि सम्झनाले नजिक छौ। तिमी खुसी भएको देख्न चाहन्छु, तर चाहना बोल्ने होइन, महसुस गर्ने मात्र रहेछ। तिमी मेरो मन परेको मान्छे हौ, सधैँ मनमा रहनेछौ, चाहे तिमीसँग कुरा होस् या नहोस्। तिमीलाई शब्दले भन्दा पनि महसुसले यो मनमा बाँधिरहेको छु। तिम्रो नामको उच्चारण नगरी पनि यो मनले हरेक पल तिमीलाई सम्झिरहन्छ। तिम्रो गन्धले, तिमीले गाएको गीतले अनि तिमीसँग घुमेको ठाउँले सधैँ याद गराइराख्छ। कहिलेकाहीँ पो यो मनले शान्त खोज्छ, तर तिम्रो सम्झनाले आँखा रसाउँछन्। तर मेरो मनभित्र अन्धकारको बादल छ, निभेको दियो जस्तै म निशब्द छु। हाँसेको आवाजहरू टाढा टाढा सुन्छु, तर मेरो मनभित्र चिरा परेको मौनता मात्र गुन्जिरहन्छ। कसैलाई देखाउन सक्दिनँ, यो पीडा कसैसँग बाँड्न सक्दिनँ, मसँग मात्र खालीपन छ। म पनि कहिलेकाहीँ उज्यालोमा रमाउने सपना देख्थेँ, तर अब म सपनामै थाकिसकेछु। बाहिरको एक्लोपनले झन् गहिरो घाउ बनाउँछ अनि म सोचिरहन्छु, किन म भिडमा पनि यति एक्लो छु। दुःखमा साथ दिने अनि आँसु झरेको बेलामा आँसु पुछिदिने कोही होस् भन्ने चाहना सबैको हुन्छ। विडम्बना म के भनौँ, सबै कुरा ठिक हुँदा वरिपरि धेरै देखिन्छन्। आवश्यकता परो भने हात समाउने कोही नहुने रहेछन्। यही यथार्थले कहिलेकाहीँ मनलाई गहिरो घाउ दिन्छ। मनका पीडाहरू बाँड्न मन छ, आँखामा थुनिएका आँसुहरू पोख्न मन छ। तिम्रो काखमा शिर राखेर शान्ति खोज्नु छ अनि निधाउन मन छ। केही बेर निश्चल हुँदै बेसरी रुन मन छ। यो सबै सम्झिँदा मलाई खुब रिस उठ्छ, त्यसैले सबै पीडाहरू मनभित्र थामेर बसिरहेको छु। यति नै है त आजलाई। धेरै धन्यवाद छ तपाईँलाई, धेरै राम्रो सुनाइदिनुहुन्छ तपाईँले। एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु हामीले रविनजी। हजुरको आवाज एकदमै मिठो भन्दा मिठो र धेरै नै गम्भीर तरिकासँग प्रस्तुत गर्नुभएको छ। तर हजुरको आवाज अलि फास्ट भयो सर, अलि बिचमा रोकेर स्लो मोसनमा गरिदिएको भए एकदमै सुन्न सुगन्ध हुने थियो होइन। राम्रो छ, तर चाहिँ आवाज फास्ट गरिदिनु भयो। यस्तो म यो के भनेपछि मैले यसको पुरै पाठ पढ्नलाई टाइम लाग्ने होइन, त्यही मैले समथिङ त्यहाँसम्म पुर्याउँछु भनेर रेगुलर लिएको कि होइन, नत्र
मैले ढिला गरिदिन्थेँ। अब तपाईँहरूसँग टाइम कति छ के छ त्यो थाहा हुँदैन नि त भर्खर। नभए तपाईँको 2 स्टेप या 3 स्टेप हल्का स्लो भएको भए एकदमै राम्रो झन्डै एकदम मिठो छ मिठो एकदमै राम्रो छ तर त्यही त मेरो स्लो भने पनि भएको त्यही मैले मलाई उहाँलाई मिठो छ। मेन्सन गरेर कमेन्ट गरेको थिएँ अलिकति स्लो गर्नु सर एकदमै सुन्न सुगन्ध छरिए जस्तो हुनेछ भनेर कमेन्ट गरेको थिएँ मैले कमेन्टतिर या ध्यान दिनु भएन ठिक छ तर क्रिटिक चाहिँ एकदमै राम्रो छ। स्लो गर्ने भयो भने तपाईँले एकदम बिचबिचमा ग्याप राख्नु कि एकदमै दामी हुनेछ फेरि होइन यो फेरि यस्तो अब मतलब कि आज हाम्रो अमर सरको लाइभमा फर्स्ट टाइम म उपस्थित भएको होइन। अब त्यो फर्स्ट स्टेज भएको ठिक छ मैले बुझेँ। तर हेर्दै पछाडि अब यस्तो हुन्छ नि त पछाडि आयो भनेपछि आज तपाईँहरूले जुन मलाई भन्नुभएको छ है मैले भोलि चाहिँ त्यो गर्नुपर्छ भन्ने चाहिँ मेरो सोच आउँछ नि त त्यो कारणले आगामी मैले सोनुलाई पनि भनेको थिएँ नि तिम्रो वाचन त्यत्तिकै मिठो छ अझ क्रिएटिभ गरे जो एउटा हुन्छ नि के भन्छ नाटकीय टाइपको त्यो गऱ्यो भने अझै राम्रो हुन्छ मैले उनलाई भने त्यस्तो हुन्छ क्या सबैले यो राम्रो कुरा हो धेरै राम्रो छ अझ रोकेर हल्का 1-2 सेकेन्ड जो कोही एउटा वाक्य सिद्धियो भने एउटा फिल आएको बेला हल्का मोहनता भएर गरिदिनु भयो भने मलाई राम्रो हुन्छ बहुत राम्रो त्यो चाहिँ फिल आउँथ्यो तर उहाँहरूले चाहिँ के भन्नु होला भन्ने चाहिँ म कन्फ्युज भएँ। होइन सर जस्तो कि कुनै पनि कविताहरू गीत गजलहरू वाचन गर्दाखेरि एक बिचबिचमा अलिकति भावुकपन आयो भने एकदमै मन छुन्छ क्या सर एकदमै भावुकपन हुनु पर्यो कि जति अघि न सोनुजीले भन्नुभएको थियो नि एकदमै उहाँको वाचन पनि राम्रो थियो उहाँको वाचनमा एकदमै भावुकपन थियो नि त त्यस्तै बिचबिचमा जस्तै तिमीले माया गरेकी थियौ भने मैले समय दिन सकिनँ यस्तो कि एकदमै अलिकति भावुकपन ल्याउने प्रयास गर्दा एकदमै सुनमा सुगन्ध हुन्छ त्यसमा एकदमै राम्रो छ तर पनि राम्रो छ थ्याङ्क यू आइदिनु भयो अझै यस्तै ल्याउनु होला रमाइलो गर्ने एउटा चौतारी भन्नुहोस् या हामी बसे एउटा ग्रुप भन्नुहोस् कहिले पनि आउनु होला एउटा आफ्नो आफ्नैपन ल्याएर आउनु होला तपाईँ पनि एउटा होइन चलो हामी ल त्यसो म चाहिँ अब जाने बेलामा एउटा दुईटा गजल मुक्तक सुनाएर जान्छु है त तपाईँहरूलाई कस्तो लाग्छ। ल म चाहिँ पहिलो नम्बरमा एउटा गजल सुनाउँछु। बदलामा छुरा हान्यौ म के भनौँ पराई जस्तै ठान्यौ म के भनौँ बदलामा छुरा हान्यौ म के भनौँ पराई जस्तै ठान्यौ म के भनौँ तिम्रो निम्ति एकदम मिल्यो ल दुश्मनी बसो बदलामा छुरा हान्यौ म के भनौँ पराई जस्तै ठान्यौ म के भनौँ तिम्रो निम्ति जोसँग दुश्मनी बसो उसलाई नै आफ्नो मान्यौ म के भनौँ रहेनछु म तिम्रो लायक तपो घृणा गर्यौ रहेनछु तिम्रो लायक तपो घृणा गर्यौ जीवन साथी उसलाई छान्यौ म के भनौँ बदलामा छुरा हान्यौ म के भनौँ मलाई रुवाएर तिमी खुसी भएर होला मलाई रुवाएर तिमी खुसी भएर होला लगन गाँठो उतै बान्यौ म के भनौँ बदलामा छुरा हान्यौ म के भनौँ पराई जस्तै ठान्यौ म के भनौँ। वाह थ्याङ्क यू सो मच यो एकदमै राम्रो छ जस्तै कि फर्स्ट लाइनमा चाहिँ सिङ्गल सेकेन्ड लाइनमा डबल फेरि फर्स्ट लाइनमा सिङ्गल सेकेन्ड लाइनमा डबल गर्नु एकदमै यो मिल्यो है हजुर एकदमै दामी छ ल म अब एउटा मुक्तक सुनाउँछु फेरि है त। मलाई जिउने छुट्टै पाटो देखाइदेऊ सम्बन्धको दरिलो गाँठो देखाइदेऊ मलाई जिउने छुट्टै पाटो देखाइदेऊ सम्बन्धको दरिलो गाँठो देखाइदेऊ म उसको यादमा मात्र जिउन सक्दिनँ भगवान् अब मलाई बाटो देखाइदेऊ सम्बन्धको दरिलो गाँठो देखाइदेऊ। तेस्रो मुक्तक मरिसके सबै रहर के गर्ने होला पिउन मन लाग्छ जहर के गर्ने होला मरिसके सबै रहर के गर्ने होला पिउन मन लाग्छ जहर के गर्ने होला मेरो गाउँ अझै पनि अँध्यारोमा बस्छ झिलिमिली देख्छु सहर के गर्ने होला पिउन मन लाग्छ जहर के गर्ने होला। वाह एकदमै राम्रो तेस्रो एकदमै राम्रो चौथो मुक्तक भन्छ एउटा है हस् लाग्छ डर